राधे राधे गुड मर्निङ। र आज हामी आएको छौँ टिलिङ्गा मन्दिर। म मम्मी शिवानी ईशान भान्जी भेनाजु दिदी दुईजना आउनुभएको छ। हामी यहाँ खुट्टा सुट्टा धोएर अब पूजा गर्नु रेडी जानु लागेको। यहाँ भान्जी बजाऊ बजाऊ नम्बर भेनालाई आउने बित्तिकै फोटो मार्नु हतार। यहाँ मम्मीहरूले दियोहरू रेडी गर्नुहुँदैछ। ईशान उता हेर्नु घन्टी यहाँ लाइन हेर्नु सक्नुहुन्छ पूजा गर्नुको लागि कति लाइन। अब हामी भी लाइनमा लाग्नुपर्छ। यहाँ दिदी भेना फोटो मार्दैछ एक दुईवटा। र अब हामी भी लाइनमा लाग्नु हेर्नु सक्नुहुन्छ। हामी भी लाइनमा छौँ अहिले। म पछाडि दियो कलश गरेर 7-8 जनको पछि अब हाम्रो नम्बर आउँछ। भगवानको दर्शन गराइ भयो र अब तपाईँको दियो बाती जलाउनुको लागि यता रेडी गराइ हुँदैछ। यहाँ दिदीले गर्नुहुँदैछ अनि यो हामी शिवानी म अनि उता दिदी हामी चाहिँ दियो जलाउँदै गर्दै हेर्न सक्नुहुन्छ। भान्जी चाहिँ केटवक गर्दै यता भेना भी पुरा दियो जलाउनलाई तयारीमा रेडी गर्दै। यता हामी चन्दन लगाउँदै दियोमा र फुलसुल दियोमा अर्पण गर्दै। यता दिदी पनि यता आमा पनि आउनुभयो। रेडी भयो कि भएन सोध्नु हुँदैछ। यता भेना भी पूजा गर्दै हुनुहुन्छ हेर्नु सक्नुहुन्छ। भगवानतिर देखाउँदै दियो र धुपलाई यता दिदी भी। र अहिले हामी यहाँ धागो बान्नुको लागि म र शिवानी बान्दैछौँ दुईजनै एउटै धागोलाई। हाम्रो मास्टर ईशान पनि उत्पात गर्दै अरूले बाँधेको धागो खोल्दैछ त्यसले। यता आमा धागो बाँध्नु हुँदैछ। अब आमा दिदी उता अगाडि भेना र दिदी भी बाँध्नु हुँदैछ। यो चाहिँ गाँठो चाहिँ मार्नु हुन्न अरे धागो चाहिँ। अनि यत्तिकै बेरेर घुम्नुपर्छ भनेर भन्नुभएको नि। त्यस्तै दिदीले पनि यत्तिकै बसाएर अब घुम्नुहुन्छ बेर्नुहुन्छ। ईशान भी आमासितै बाँध्दैछ। 3 पाक नभए 5 पाक त्यस्तो घुराउनु पर्छ अरे सिङ्गल पाक। यो चाहिँ म दिदीको मोबाइलबाट दिदीलाई भिडियो गरिदिनु अरे त्यही गरिरहेछु दिदीको लागि भिडियो। पूजा सकिएरि अब फोटोसुट चल्दैछ। यहाँ भेनाले मारिदिनु हुँदैछ सबैजनालाई फोटो मारिदिनु अरे। सो फोटोसुट चलिरहेछ। ल त बाई बाई गुड।